हेलो ब्रदर भक्तपुरसम्म देखिँदो रहेछ फाटेको जुत्ता लाएर हिँडेछ साथीहरू है। पढाइ बिग्रियो भनेर चिन्ता नगर केटा हो। सङ्घर्ष र मेहनतसँग पढ्नेलाई हतार छ, नपढ्नेलाई बाल होइन चौधी पतार छ। नमस्ते साथीहरू, वेलकम ब्याक टु माई च्यानल। न्यू भिडियोमा स्वागत छ तपाईँहरूलाई। म चाहिँ अहिले घुम्दै फिर्दै घुममा मान्छे चाहिँ स्वयम्भूको डाँडामा आइपुगेको छु होइन। देख्न सक्नुहुन्छ बाँदरहरू यसरी हिँडिरहेछ। म चाहिँ एक्लो मान्छे हो है, जहाँ पनि एक्लै लखरक 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 हिँडिरहेको हुन्छ होइन। के गर्नु अब, साथीभाइ त कोही छैन जिन्दगीमा, नहोस् पनि अब के गर्नु। सोचेर चाहेको जस्तो चाहिँ केही नै हुँदैन होइन। यो चाहिँ स्वयम्भूको डाँडामा उकालोमा म चाहिँ हिँडिरहेको अवस्था हो। तलतिर चाहिँ बाइक पार्किङ गर्ने ठाउँ छ यहाँ तल। स्वयम्भूको खास मेन डाँडा चाहिँ पल्लोपट्टि हो। म चाहिँ अहिले यता वल्लोपट्टिको डाँडामा हिँडिरहेको छु होइन। यता त खासै केही छैन होला जस्तो लागिरहेछ। सम्झना बिर्सन सक्दिन बिर्सन पुरानो घरहरू हुँदै। यो चाहिँ उतापट्टि झर्ने बाटो हो। त्यो पनि गइदिनु कस्तो हुँदो रहेछ डाँडामा आइपुगे साथीहरू। रुख सिङ्गल ट्री भन्छ होइन, सिङ्गल ट्री त माथि हो। यो पनि त्यस्तै त्यस्तै छ। स्वयम्भूको मन्दिर गुम्बा यो माथि नागार्जुनको डाँडा। यहाँबाट चाहिँ काठमाडौँको यो सिधा पहिलाहरू देखिँदो रहेछ। फोटो खिच्नेहरू 20 रुपियाँ लिन्छ एउटा फोटो खिचेको। त्यहाँ काठमाडौँ यो त झर्ने बाटो पो रहेछ तल। हान्नु खोज्छ त डर लाग्यो साथीहरू त झनै हानेन। टोक्यो भने सुइहाल्नुपर्छ फेरि। त्यहाँनिर एउटा बसिरहेको छ। नमस्ते नमस्ते। एउटा फेरि यसले हान्छ नि फेरि बाँदर। किन यसो गर्नु, डराउनु दिन्छ यार बाँदरले। देखेर यार हान्नु खोजिरहेको छ। सुताइदिन्छु नि म त फेरि। लम्पसार सोल्टी बाँदरले हान्नु खोज्छ यार। त्यहाँ माथि झर्दैछ एउटा, हेर्नु न डन आइरह। डेन्जर हुन्छ नि, टोक्यो भने त फेरि कुन भाषा हो यो? तामाङ भाषा त होइन होला पक्कै नि, चाइनिज भाषा हो जस्तो छ क्या। सोच्यो वे भनेर। यो चाहिँ काँडा भएको फुल क्या दामी छ साथीहरू। कत्रो ठुलो है स्वयम्भूको चक्लेट, बटारे चक्लेट भन्छ नि। त्यो सानोमा हामीले धेरै खाएको है। खास नेपालीहरूलाई चाहिँ टिकट पर्दैन अरे, विदेशीहरूलाई मात्रै अरे टिकट चाहिँ। त्यही भएर अब काम गर्दा गर्दै यहाँ आइपुग्यो होइन। बाइक राख्ने पार्किङसम्म आइपुगिसकेपछि त अब सोधिहालेँ। सोधेकोलाई पैसा लाग्दैन घुमेको भनेर भने नेपालीहरूको लागि चाहिँ। अनि म पनि यसो उकालो चढिदिएको साथीहरू। आकाश जस्तै छ, सुनसान छ जिन्दगी होइन। ताराहरू जस्तै छरिएका छन् सपनाहरू। स्पेसली चाहिँ स्टुडेन्टहरूको लागि ल। पढाइ बिग्रियो भनेर चिन्ता नगर केटा हो। सङ्घर्ष र मेहनतसँग पढ्नेलाई हतार छ, नपढ्नेलाई बाल होइन चौधी पतार छ। कति बस्नु होइन। अब छोटो मोटो भिडियो गरेर फर्किनुपर्छ।
काम नि गर्नु पर्यो। अब घाम पनि यस्तो चर्किरहेको छ क्या आज चाहिँ। हिजो पानी परिरहेको थियो अनि त्यो जुत्ता चाहिँ मैले उता छोडिरहेको छु क्या होइन, गोल्ड स्टार सधैँ लाउँथेँ नि त। आज चाहिँ यस्तो जुत्ता लगाएको छु साथीहरू। यो चाहिँ माओवादी जुत्ता चाहिँ होइन, यो चाहिँ कम्ब्याट जुत्ता हो। यो पहिला 2 वर्ष पहिलाको जुत्ता हो, तर पनि अझैसम्म यो चाहिँ चलिरहेछ। जस हिजो पानीले गोदेर अर्को चाहिँ सुकेको थिएन, त्यही भएर मुकुट्टाहरू हेर्नु राति यस्तो लगाएर लुट्छ नि मान्छेहरूले। स्वयम्भू हेर्नु न, सबै मुकुटाहरू रहेछ। मुकुटा त्यो चाहिँ साथीहरू स्वयम्भू बुद्धको मूर्ति। बुढेसकालमा के गरेको बच्चाहरू जस्तै होइन। स्वयम्भू चाहिँ यस्तो रहेछ लागेको साथीहरू हेर्ने। त्यो चाहिँ कपहरू छ नेपालको झन्डा होइन। त्यो चाहिँ नकिन्ने मान्छे केही पनि सोध्दिनँ, देखाउनु चाहिँ देखाउने हो तपाईँहरूलाई। इन्डियाको मान्छेहरू है साथीहरू। सेतो आँखा भनेको यहाँदेखि के छ यहाँ, फुलहरू छ, मूर्तिहरू छ, झोलाहरू छ होइन। यो चाहिँ त्यो डम्बरहरू क्या, मालाहरू पनि रहेछ। सबै लगाएर सब के चिजहरू सबै हेर्नु साथीहरू। यो नाम चाहिँ आउँदैन, यो दामी रहेछ यो चाहिँ। हेलो ब्रदर। बत्ती बाल्नेहरूलाई यहाँ चाहिँ स्वयम्भू त सकिएछ त। अब उतापट्टि पो लाग्यो हामी। यहाँ चढेर सबैले देखिरहेको थियो कि म, देखिँदैन काठमाडौँ यहाँबाट हेर्नु साथीहरू। पुरै देखिँदो रहेछ त्यो धराको उसको देखिँदो रहेछ। घन्टाघर सुन्दरको घन्टाघर धरा भक्तपुरसम्म देखिँदो रहेछ। स्वयम्भू यहाँ चाहिँ पानी फाल्ने ठाउँ रहेछ साथीहरू। नमस्कार गरे, नमस्कार ढोकिदिया गौतम बुद्धजी। हाम्रो सबै कुराहरू, हामीले सोचेको चाहेको कुराहरू सबै पुरा होस् र मेरो युट्युब फ्यामिली भ्युवरहरूको पनि सोचेको सपनाहरू चाहेको कुराहरू सबै पुरा होस् ल भगवान्। बत्ती बाल्ने रहेछ होइन, बत्ती चाहिँ बालिँदैन साथीहरू है। म चाहिँ अब खास भन्दाखेरि पैसा बिना हिँडिरहेको छु अहिले चाहिँ। काम गर्दै हिँड्दाखेरि यहाँ आइपुग्यो होइन। आइपुगेर म चाहिँ भिडियो गर्न थालिहालेँ। ल हेर्नु न, यहाँ चाहिँ पुरा यो घुमाउने अरे है, बटुका घुमाउने अरे त्यो मालाहरू सर्लक्क लगाएर कता कता हो कता कता होइन। यहाँ बाँदरहरू बेसी रहेछ। 10 कुइन्टलको घन्टी होला है बाँदर। हजुर के खाँदैछ म साथीहरू घुमाउने हो। यो चाहिँ त्यो चाहिँ बिग्रेको रहेछ, यो तल फुटेको रहेछ क्या। स्वयम्भूको के खानु त्यो चाहिँ नक्सलको हो। त्यो चाहिँ धरा र सुन्दारा हो, त्यो नक्सल हो। त्यो माथि चाहिँ टोखासम्म देखिँदो रहेछ। बाख्रे त्यो फाटेको जुत्ता लाएर हिँडेछ साथीहरू है। तर के गर्नु, हामी चाहिँ के मतलब छैन क्या, आफ्नो तालमा हो भिडियो बनाउने हिँड्ने जाने हो होइन। नरिवल खानेहरू यहाँ छ, मिक्स फ्रुट चाहिँ त्यहाँ रहेछ। तर मैले नखाने, घाँटी दुखिरहेको छ हिँड्दा हिँड्दाखेरि। अब अलिक सास पुगिरहेको छैन क्या,
अब यतापट्टि पनि देखाउन त त्यहाँबाट चाहिँ कहाँ कीर्तिपुर र छानकोट नागार्जुन कता कता देखि त्यहाँबाट होइन भिडियो क्यामेरा खिच्नु सर्लक्क लाएर सम्झी हजुर के भइरहेछ यहाँ कोही मुझे बता दो ए चिया रहेछ चिया बेच्नु हुँदो रहेछ डराउनु दिन्छ यार लिएर भाग्यो मैले दिइ पठाएको हो खाताले कसरी खाँदो रहेछ त्यही टोकिरहेछ मलाई कस्तो डराउनु दियो यार यसले खानु थाले दाँत पनि कस्तो दुईटा हुँदो रहेछ हातबाट के आइरहेछ पानी आइरहेछ के हो त्यो भनेको शक्ति हो तल हेर्नु न त्यो के हो के लेखिरहेको थियो विश्व वर्ल्ड लेखेको देखि पैसा हाल्ने रहेछ मान्छेहरूले सूचना देखेको थियो साथीहरू होइन विश्व शान्ति कोल्ड प्लेस अन्त त्यो हातबाट यसरी पानी सारेर तपाईँ खाली राख्नु बुद्धजी महान हुनुहुन्छ पेस पानी झर्ना चल्ने त फोटो खिच्नु पर्ने साथीको बुद्धको मुनिबाट पानी आएर हेलो डराएर भागे त्यो चाहिँ अपार्टमेन्ट कहाँको हो यो चाहिँ कलङ्कीको होइन बलफुलबाट त्यहाँबाट उता चाहिँ यो चाहिँ छोटेश्वरतिरको बाँदर हेर्न कन्डो त कस्तो हुँदो रहेछ गयो यहाँ चाहिँ के छ मिक्स फुडको लागि कहाँ आइपुग्यो अब चाहिँ फर्किनै पर्छ जस्तो उताबाट आएको उताबाट जानु त्यो चस्मा लगाएको मान्छे साह्रै राम्रो देखेँ मैले मको यहाँ फोटो खिचिरहेको रहेछ होइन कति धेरै त्यो क्रिम छ ठिक बाँदर आइरहेको छ अझ चाहिँ घुम्दैछौँ है साथीहरू बाँदरहरू यहाँ बसिरहेछ तिनवटा भयो त्यसै बच्चा च्यापेछ बच्चा तल च्यापेर यसले नि बच्चा च्यापेर यो चाहिँ बच्चै हो है साथीहरू त्यसले चाहिँ के गर्दैछ हेर्नु नि गयो जुन त्यहाँ माथि त्यो गइसक्यो बाँदर चाहिँ गइसक्यो साथीहरू पैसा हाल्नु पर्ने भजन कीर्तन फोटो खिच्नु मनै छ अरे ओके माफ गर्नु होला फोटो खिच्न मनै छ भनेपछि नगरिदिउँ होइन कारबारमा परिएला भरे त्यो अस्ति मैले चाइनिज ब्लगरको त्यो उस हेरेको मैले नाइ सङ भन्दा त्यो चाहिँ सङ होइन खान्छ पो त जिस्काएको रिसाइरहेछ जुम्बा हेरेको हेर्ने साथीहरू खान्छ नि गयो अब चाहिँ
अब चाहिँ एकदम फर्केर गर्नु लाग्छ क्या मजाले हेर्दो रहेछ खाइदिँदो रहेछ पल्टायो बाफ्रे मान्छे जस्तै ज्ञानी हुँदो रहेछ यिनीहरू उस्तै रहेछ त बाँदर बाँदर साथी बिरती जुम्रा हेर्दैछ हामी बाँदरहरू तिनजना मिलेर त्यो अघि यताबाट आएको अब यताबाट जानु अपाङ्ग सेवा केन्द्र 15 भयो भने म किनिदिन्थेँ है उसो त्यो हात्तीहरू यताउता भएकोहरू मात्रै रहेछ यस्तै छ जिन्दगीमा कुकुरले के खाइरहेछ लाइफ टाइम चितिमा यताबाट कहाँ पुगिन्छ त्यही माथि नै पुगिन्छ यताबाट माथि नजाउँ होला किन कुकुरहरू किन यसरी अहिले एक भुवा खानेर ढलाइदिन्छु म त्यही हेर्नु कुकुर के गरी पाउँदो रहेछ आइटम टिपिटलको सन्तलीमा लहर जलाथे बदर यताबाट त्यो त निस्किन्छ खत्तम पार्किङ यहीँ छ यहाँ चाहिँ हाम्रो बाइक चाहिँ एकदम माथि पार्किङमा छ क्या साथीहरू माथि अहिले त्यो तलतिरसम्म डाँडासम्मको भिडियो खिचेर तपाईँलाई देखाउने छु होइन स्वयम्भू यस्तै छ के गर्नु तपाईँहरूलाई मेरो फाटेको जुत्ता लगाइ भए पनि म फेरि यस्तो नयाँ नयाँ ठाउँहरू देखाइदिन्छु साथीहरू कृपया फलो चाहिँ गरिराख्नु ल एकदम दुःखी आत्मा जिन्दगी दुःखले भरेको जीवन छ होइन त्यो एउटा सानो जिन्दगीमा अब के भन्नु जन्म पाइसकेपछि अब जति दुःख भए पनि जति खुसी भए पनि आफ्नो आफ्नो जीवन हो होइन बाँच्नै परिगयो होइन त अब बाँच्नु परिगयो भन्दा पनि कुन तरिकाले बाँच्नु हो खुसीसँग बाँच्ने हो कि दुःखसँग बाँच्ने भन्ने चाहिँ आफ्नो त्यो चाहिँ आफैमा भर पर्नुपर्छ साथीहरू होइन समय दिए फुट्दैन भन्छन् त्यस्तै हो यो चाहिँ पर्यटक गाडीहरू रहेछ टुरिस्ट गाडीहरू के हो बागमती भन्छ यो चाहिँ चिया व्यापार भइरहेछ इन्डियनहरूले चाहिँ चिया बेसी खान्छ साथीहरू ल हेर्नु चियामै चिया चलिरहेछ होइन गाडीवाला दाइहरू हो टुरिस्ट एरिया हो होइन अब चाहिँ पुरा पानी पनि पर्ला जस्तो लागिरहेको छ कालो बादल आइसक्यो साथीहरू कालो बादल देखाइदिउँ कालो बादल थिएन किर्तिपुरको डाँडामा लजै लाग्यो अगाडि पार्किङ छ त्यहाँ जाने हो काका चिया बेच्ने कति म त चिया खाँदैन मछली यो के हो जुसी होइन कति हो ल किन छुट्याएको सोधिरहेको थिएँ यो उसले 20 रुपियाँ भन्छ अनि 50 रुपियाँ भन्यो 20 रुपियाँ भनेको थियो 50 रुपियाँ
5 रुपियाँ दिनु भन्छ उसले योभन्दा पुरा गर्नु खाइदिन त के भनेछ उसले नकिनौँ भनेको अब के गर्नु किन्नै परिहाल्यो छुट्याइहाल्यो होइन नछुट्याएको भए दिनुहोस् न चाली गरेपछि आइडिया चाहिँ दामी छ नि है बाङ क्या